हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आज पनि म फेरि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। लेट स्टार्ट द भिडियो। सबैभन्दा पहिला कुरा गरौँ म्यान्चेस्टर युनाइटेड भर्सेस लिभरपुल र सरप्राइजिङली यो म्याच चाहिँ म्यान्चेस्टर युनाइटेडले 2-1 ले जितेको छ, जहाँ चाहिँ सुरुवातको 2 मिनेटमा नै लिभरपुलले गोल कन्सिड गर्यो, जहाँ चाहिँ बाइ द वे ग्रेट फिनिस गरेका थिए ब्रायन एम्बोमोले युनाइटेडको लागि र उनले युनाइटेडलाई 1-0 ले लिड पनि दिलाए सुरुवातको 2 मिनेटमा नै। र यो हारसँगै लिभरपुलले चाहिँ ब्याक टु ब्याक 4 वटा गेमहरू हारिसकेको छ, च्याम्पियन्स लिग र प्रिमियर लिगमा गरी। प्रिमियर लिगमा जस्ट 8 म्याचमा मात्रै लिभरपुलले 3 वटा गेम हारिसकेको छ, क्रिस्टल प्यालेस, चेल्सी र युनाइटेडसँग गरी। र कसैले यो एक्सपेक्ट गरेको थिएन होला कि आफ्टर स्पेन्डिङ 400 मिलियन इन ट्रान्सफर मार्केट लिभरपुलले चाहिँ म्यान्चेस्टर युनाइटेडसँग हार्छ भनेर। द्याट्स अ क्रेजी पार्ट। र यता युनाइटेडले भने आफ्नो इज्जत जोगाएको छ, उनीहरूले पनि खासै राम्रो स्टार्ट भने गरेका छैनन्। लास्ट 8 गेममा जस्ट 4 वटा विन मात्र रहेको छ युनाइटेडको। र हिजोको यो लिभरपुलको जितले चाहिँ रुबन एमोरिमको जबलाई जोगाउन मद्दत गरेको छ। र हिजोको यो म्याचमा चाहिँ अल्टिमेटली ह्यारी मग्वायर हिरो बन्न पुगेका छन्, जसले चाहिँ हिजो विनिङ गोल हानेका थिए म्यान्चेस्टर युनाइटेडको लागि। ओभरअल हिजो चाहिँ राम्रो पर्फर्मेन्स थियो म्यान्चेस्टर युनाइटेडको, स्पेसली फर्स्ट हाफमा। कङ्ग्रेचुलेसन टु म्यान्चेस्टर युनाइटेड, जसले चाहिँ 3 पोइन्ट सेक्योर गरेको छ लिभरपुलमाथि। यो चाहिँ बिग विन हो म्यान्चेस्टर युनाइटेडको। अब कुरा गरौँ गिटाफे भर्सेस रियल म्याड्रिड म्याचको। वन्स अगेन किलियन एम्बापेले चाहिँ रियल म्याड्रिडको लागि 3 पोइन्ट सेक्योर गरेका छन्। र यो गोलसँगै एम्बापेले चाहिँ 8 वटा ला लिगा म्याचमा 10 गोल गरिसकेका छन्। र ओभरअल हिजोको गेममा चाहिँ फुल कन्ट्रोल थियो रियल म्याड्रिडको, तर पनि गोल भन्ने हान्न सकिरहेको थिएन। र अल्टिमेटली खेलको 80 मिनेटमा चाहिँ आर्दा गुलरको पासमा एम्बापेले गोल गर्छन् र यसैका बावजुद 1-0 ले यो म्याच रियल म्याड्रिडले जित्छ। अबको नेक्स्ट म्याच चाहिँ रियल म्याड्रिडको बार्सिलोनासँग रहेको छ, जुन चाहिँ एक हाई स्टेक म्याच हुनेवाला छ। र हाई स्टेकको कुरा गर्दा चाहिँ त्यस्तै यता हिजो मोरक्कोले पनि आफ्नो पहिलो अन्डर 20 वर्ल्ड कप जितेको छ अर्जेन्टिनालाई हराउँदै। कङ्ग्रेचुलेसन टु देम अल्सो। को लागि चाहिँ भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ द भिडियो।